सो यो मेरो गेम प्ले मिथिकल ग्लोरीमा हो फ्रम 50 स्टार्स टु 51 स्टार्स अनि म चाहिँ यसमा एज अ बदाङ रोमर खेलिरहेको छु अनि यता उनीहरूको जनसन चाहिँ हाम्रो जङ्गलमा आयो न उसँग हुक छ फ्याङ्कु जस्तो न केही जस्ट मर्नलाई मात्र आएको हो अनि एज अ ट्याङ्क सक्छ भने अपोनेन्टको जङ्गलरहरू देखेर उनीहरूलाई डिस्टर्ब गरिरहनुपर्छ मैले यता त्यो सिट पनि पाएँ सो यसले एडभान्टेज दिन्छ हाम्रो टिमलाई अनि एज अ रोमर सक्छ भने सकेसम्म भिजन दिइराख्नुपर्छ ऊ यसरी घाँसमा लुकेर बसिरहेको हुन्छ यो अकाइ जस्तो मोटेहरू होइन सो सकेसम्म हामीले भिजन दिइराख्नुपर्छ आफ्नो टिमलाई अनि अब त्यो लेनमा केही छैन भने मिडमा चेक गर्न जाने केही छ कि हेल्प गर्न सकिन्छ कि बाल बाल बच्यो अनि धेरै जस्तो ट्याङ्कदेखि लिएर मेजहरू घाँसमै लुकेर बसिराख्नुपर्छ सजिलो हुन्छ यिनीहरूलाई मार्नदेखि लिएर अथवा हेल्थ चाहिँ घटाउने काम हो मारिहाल्नुपर्छ भन्ने छैन तर मऱ्यो भने बेटर अब म चाहिँ यसमा अनलक्की भएँ मलाई त्यो जनसनले ठोकिहाल्यो अनि सक्छ भने जनसनको यसरी एज अ ट्याङ्क चाहिँ ठोकाइ खानुपर्छ सो द्याट उसले अरूलाई हान्न नसकोस् र मलाई हानेर उसको अल्ट सकियोस् यता ह्यारितले आफ्नो फ्लिकर युज गर्यो सो राम्रै हो 120 सेकेन्डको कुल डाउन हुन्छ फेरि बाल बाल बच्यो मैले जनसन देखेर जाने थिएँ तर यो ठोकाइ चाहिँ नराम्रो परेछ गल्ती भयो सो थन्डर बेल्ट पनि बन्यो सो त्यसको मतलब चाहिँ अब म उनीहरूलाई मेरो फर्स्ट स्किल कि थर्ड स्किलले पोक गरिराख्ने सो द्याट मेरो थन्डर बेल्टको स्ट्याट्सहरू इन्क्रिज हुन्छ अहिले 1 भयो सो अब चाहिँ पोकिङ गर्न सुरु गर्ने झन् अब यो थर्ड स्किल गर्दाखेरि मेरो 3 पुग्यो थन्डर बेल्ट अनि हरेक 4 सेकेन्डमा चाहिँ यो कुल डाउन हुन्छ थन्डर बेल्ट सो 4 सेकेन्डमा चाहिँ फर्स्ट स्किल कि थर्ड स्किल हानिराख्ने त्यसपछि चाहिँ मेरो थन्डर बेल्ट बढ्दै जान्छ यहाँ पनि अब मेरो चाहिँ थन्डर बेल्ट दामी 5 पुग्यो अब सकेसम्म फेरि हाने 6 पुग्यो यस्तो गरिराख्नुपर्छ थन्डर बेल्ट पछि एकदम स्ट्रङ हुन्छ लेट गेममा अब यसमा मैले बचाउन के गर्न सकिनँ जनसनको अट रोक्नु खोजेको तर मेरो बल नै निस्केन खै के हो यो चाहिँ थाहा छैन मलाई यो बदाङको चाहिँ थन्डर बेल्ट बनेपछि फर्स्ट स्किल थर्ड स्किलहरू हानिराख्न चाहिँ एकदम मनपर्छ सो किनकि स्ट्याक बढ्दै जान्छ अनि जति स्ट्याक बढ्यो त्यति नै म्याजिक ड्यामेज पनि हुन्छ र आफ्नो डिफेन्स पनि बढ्छ यहाँ पनि अब मैले उसलाई बचेछ बाल बाल फेरि एज अ ट्याङ्क घाँस चाहिँ ट्याङ्कको बेस्ट फ्रेन्ड हुन्छ किनकि उनीहरूलाई सरप्राइज एट्याक गर्ने
अब यसरी भिजन दिइराख्ने कसैले हाम्रो लर्ड स्टिल गर्न नसकोस् भनेर। अब यता चाहिँ मेरो थन्डरबोल्ट स्ट्याक्सहरू बढिरहेछ र मेरो अथिना शिल्ड पनि भयो। सो ओडेटको ड्यामेज खासै लागेन मलाई। यता चाहिँ मेरो स्किल्सहरू हल्का मिस्टेक भएको, सो मरेको जस्टिफाई हुन्छ। बब्बाल कम्बो। यसले जस्ट गेम अब फेरि लर्ड हामीले हान्ने एउटा होइन एउटा अपर्च्युनिटी क्रिएट गर्यो। यसमा अक्कै भाइ नि के भएन, अरू मरेको बेटर हुन्थ्यो। अब टिमले लर्ड हान्दै गर्छ, म चाहिँ उनीहरूलाई भिजन दिन्छु कसैले स्टिल गर्न नसकोस् र कसैले सरप्राइज एट्याक गरेर मेरो टिममा मार्न नसकोस्। यो चाहिँ रोमरहरूको रोल यस्तै हुन्छ। घाँसहरू चाहिँ चेक गरिराख्नुपर्छ कन्सटेन्टली, सो द्याट कोही पनि यता सरप्राइज एट्याक गर्न नसकोस् मेरो टिमलाई। स्याड लाइफ। अब घाँस चेक गर्नेतिर लाग्ने, ऊ यहाँ लुकेर बसिराख्ने रहेछ, मैले घाँस चेकेकोले भागिहाल्यो। यो चाहिँ रोमरले यस्तो गर्यो भने टिमहरू बच्छ सरप्राइज एट्याकबाट। मेरो थन्डरबोल्ट स्ट्याक्सहरू बढ्दैछ, सो मैले खासै ड्यामेज खाएको छैन लेट गेममा। दामी वाल सेटअप। So guys, मेरो च्यानल सब्सक्राइब गर्नु होला, मलाई फलो गर्नु होला फ्युचर कन्टेन्ट यस्तैको लागि। धन्यवाद।